मीठा सपना ल्याए। अभिमान मिठा मिठा सपना लिएर कहाँ आइपुग्यो? जिन्दगीको आधी बाटोमा आइपुग्यो। अभिमान म जिस्किने मुडमा छैन। खुरुकको फोन राख्दा म बिजी छु क्या। राख नसकेदेखि घरमै लिएर आउनु 24 घण्टा ननस्टप बाजा बजाएर नाच्ने हो। का म रकेटको गतिमा गयो, रकेटकै गतिमा आयो। अनि यो के विमान? बेमानजी तपाईँले साथीको लागि ज्यान दिन्छु भन्नुभयो होइन? अनि के ज्यान लिन फोन गरेको? होइन, एउटा सहयोग गर्नु पर्यो भनेर फोन गरेको। कस्तो सहयोग लिन फोन गरेको? होइन, तपाईँले मलाई एउटा सहयोग गर्नु पर्यो। कस्तो सहयोग? तल गैरी गाउँमा गएर पञ्चे बाजा बजाउने टोलीलाई लिएर आउनु पर्यो। हुन्छ बाबा हाँस्यो। भन मेरी प्यारी राधा, के सेवा गरौँ? हेर्नु न, यो साडी भारी भएर काँधामा हालेको यतापट्टिको काँधै गलिसक्यो भने। डोन्ट वरी माई लाइफ। म आएँ। ल म आएँ। ल तिम्रो भारी भएको साडी अब म मेरो काँधमा बस्छु। ल लुइन ल। तपाईँको गाउँका मान्छेले देख्यो भने बुढीको साडी बोकेछ भनेर तपाईँको कुरा काट्छ। स्मार्ट गर्ल खाना कालो घरै बिस्नेको घर कहाँ छ रे? ल कस्तो खाना पास्ते गरेको। खम्बे दाइको छेउैनिर हो त्यो घर त। उहाँ त झडे बिग्नेको मात्रै पाहुना होइन, उहाँ त गाउँकै पाहुना हो के अरे। हामी देखिहाल्छौँ नि। लैनु त बिचा लाएर झोर्या बिस्ने घर ठ्याक्कै कानेर रे भन्छ। ल कस्तो खाना पास्ते गरेको। अब तेरै छेउको खम्बे दाइ घर होइन कि? त्यो झोर्या बिस्ने घर ठ्याक्कै कानेर रे भन्छ। कस्तो थाहा नै नपास्ते गरेको। खम्बे दाइकै घरकै छेउनी रहेन गुन्द्रुक साँधेर। देख्यो होइन आसोटी? देख्यो? यो दुईटा महाशय चाहिँ को भनेर सोध्नुहुन्छ भने यो दाहिने हात, यो देउरे हात। आसोटी तिमीहरूले उहाँलाई सिधै लगेर झर्या बिस्नेको घरभित्र छिराएर आऊ त। ससुराली गाउँबाट बिचा लाएर यो भगवानका लीला। यो असोटी त्यो बासी बाटेको जेथान हो कि सालो हो कि जार हो, टाउको मलजोटी त पुरै टुप्पीमा लागेको छ त। छुया हो। रोबिटा हेर्नु जानुपर्छ, घाँस काट्नु पर्यो पहिला। पानी नलिकन आइज भने त पानी भर्न थाले रहेछ र ढिलो गरेर रहेछ। तर पानी नलिआइज भने मैले किन ढिला गरी भने त पानी भर्न थाले रहेछ। तर मैले पानी नलिआइज भने होइन। पानी लिएर आउँदा चाहिँ के भयो त? जेरो बाउले भेट्या भए के हुन्थ्यो? धेरै बाउसाउ नभन है। बस पट्यो काम गर्नु, यो अर्काको बुढीसँग चाहिँ बिहे नगर्नु। ऋण तिर्दा अर्को 4वटा बिहे गर्ने पैसा सकिसक्यो। तिमीलाई कसले करकाप गरेको थियो? आफै स्वीकारेर लिएको होइन मलाई? खोइ बाटो सडक। अच्छा कानसम्म पुग्ने गरी च्यात दिउला नि फेरि। मेरो मुख मखाइको कस्तो हो तिमीले च्यात मलाई? ओइ त बस्नु मात्रै गर्नु खोज्यो के? भन्नु खोज्यो के? तिमीले चाहिँ के गर्न खोजेको? आऊ यता आऊ क्यामेरा। झगडे विष्णुजी, हजुरले भने जस्तै पारिपट्टि गएर उत्तरपट्टि फर्केर हेर्दाखेरि 3-4 घन्टामा पुगिने गाउँ देखिन्छ भन्नुहुन्थ्यो। 3-4 घन्टामा होइन रहेछ, 3-4 मिनटमै झगडे विष्णु घरैमा आइपुगे। बसौँ न। म यहाँ बस्न आएको होइन, पाता बस्न आएको। बस लिस्ट यति लामो भए पनि रकम कति हो भनेर त त्यहाँ लेख्या होला नि। कति हो? 11,025 रुपियाँ मात्र हो। जम्मा 3 वर्ष भयो। मलाई ब्याज चाहिँदैन, साहु अहिले चाहियो। किन राम्री भई भनेर भने त उधारो क्रिम पाउडर खसेर राम्री भएकी रहेछ। मोड्न नसक्ने। झगडे विष्णुको घर खुद्दा खुद्दै फेरि यही झगडे विष्णुले मलाई फन पनि घुमायो। एकदम प्यास लाग्छ, अलिकति पानी खाउँ न।
धन्यवाद है भाइ धन्यवाद झगडा विष्णुको घर खोज्दा खोज्दै यही झगडा विष्णुले फनी घुमायो एकदम प्यास लाग्छ दिदी अलि पानी खाउँ न धन्यवाद है भाइ धन्यवाद गुन्द्रुके पाउने भनेर ल्याएको गलत मान्छे परेछ भाग ठिक छ म यहाँ बस्न आएको होइन पाता कस्न आएको 3 वर्ष भयो लाज लाग्दैन थ्रेडिङ गरेको 57 चोटि 50 को दरले 2850 मेडिकेयर र पेडिकेयर 21 भयो लामो कुरा नगरौँ हिसाब किताबै लामो छ त भयो लामो कुरा नगरौँ ढिलो भइसक्यो भयो लामो कुरा नगरौँ हिसाबको लिस्टै लामो छ अनि लामो कुरा नगरेर के गर्नु त हिसाबको लिस्ट जति लामो भयो भने तल रकम त खुलाएको होला नि रकम कति हो 11,025 रुपैयाँ मात्र त्यो पनि 3 वर्ष भयो ब्याज मलाई चाहिँदैन साउ अहिले चाहियो बास ठिक छ ल ससुराली गएर पनि तेरो उधारो तिर्दैकै छु यहाँ घरमा आएको मान्छेलाई पनि तिरेकै छु पहिलाको बुढाले त 13 लाख जरिमाना के गर्छस् तैँले तिमीहरूको अत्याचार के गर्छस् बुढी हान मैले गर्न सकेको काम तैँले गर्दैछस् हान अझ घुट्ला घोट्ला कपाल घुट्ला न बुढी खम्बे खुट्टा ढोक्नु पर्नेले थप्पड हान्यो अनि तिमी चाहिँ के हेरेर बसेको मेरो बुढलाई हान्छ शरीर आजसम्म दायाँमा केही पनि गरेका छैन खै हामीले देखेको छैन दायाँमा के गरे कि गरेन हेर्नु है काका यसरी बुहारी कुट्ने हो भने तपाईँ यो घरमा नबस्नु तपाईँको बुढी लिएर कहाँ जाने हो जानुहोस् ओहो पस बस काँडो कुकुनी उठाएर लिएर आऊ पनि थुतुन गतिलो भएपछि कुटिहाल्छ नि थुतिनो यहाँ हेरेर भने गतिलो भएपछि कुटिहाल्छ नि मलाई उस्तै त्यस्तै केटी सोचेको होला आफ्नो शर्तमा बसेको मान्छे हो म आजसम्म दायाँ बायाँ कतै लागेको पनि छैन हिँडेकी पनि छैन ल काका यसरी सधैँ झगडा गर्ने हो भने तपाईँको बुढी लिएर कहाँ जाने हो जानुहोस् हाम्रो घर बस्नुपर्ने छैन पसा नयाँ जीवनको शुभकामना टिमलाई भाउजू गो राधा बेमान मेरो मित्र जा नमस्ते गर न मसँग दुई वर्ष लिभिङ टुगेदरमा बसेर मलाई अल्पत्र पारेर भागेको होइन त म तँलाई पनि गर्छु यो मा के आइलागेको यो माछा के लाग्यो यो मलाई त पहिलो प्रेम भन्थे बेइमानसँग 2 वर्षदेखि लिभिङ टुगेदर राजा मेरो गहना फिर्ता गर राजा मेरो गहना नमस्ते गर न मसँग दुई वर्ष लिभिङ टुगेदरमा बसेर मलाई अल्पत्र पारेर भागेको होइन त म तँलाई अझै पनि छोड्दिनँ के आइलाग्यो यो माछा
लाग्यो? मेरो माया किन रिसाएको? चुप जा म यहाँबाट खुरुक गइहाल। जान्छु यसमा तँलाई घाटा मलाई नाफै नाफा, यसमा तँलाई घाटा मलाई नाफै नाफा। यो हारी घोप्टेले जहिले रिटो गाग्री देखाएर मेरो साइटै बिगार्छ। के चाहिँ गरे होला नि लल्लै? साइड मात्र होइन, तेरो त दिनै बिग्रेर छ भन्न। खुब नाङ्गेजी त मेरो हो भन्दै गाउँभरि फुक्दै हिँड्थिस् त। नाङ्गेले त तँभन्दा राम्री केटी बिहाएर ल्याएछ। अब घरमा पुगेपछि तेरै आँखाले दर्शन पाइहाल्छिस्। त्यही भएर तेरो अगाडि नै साइड बिग्रियो के? यो साइड मात्र होइन, तेरो त दिन दसैँ बिग्रेर छ नि। खुब नाङ्गेजी त मेरो हो भनेर गाउँभरि फुक्दै हिँड्थिस् त। नाङ्गेजीले त तँभन्दा राम्री केटी बिहाएर ल्याएछ। अब घरमा गएपछि तेरै आँखाले दर्शन पाए। एकदम मन पर्यो। मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ बिचरा। भित्र चाहिँ आगोले पोलेको जस्तो मुटु भत भत पोले होला। मेरो अगाडि चाहिँ राम्रो भएछ, खुसी लाग्यो भन्छ। ओ असटे चुप लाग। तँ जस्तो बुढो मान्छे टाक्दै पैसा ढुक्ने ढुटुवा हो म? ओइ दाउरी, कसको पैसा धुती मैले? त्यो तँलाई भनिरहनु पर्छ र? तँलाई थाहा छ नै छ नि मेरो मामा। तेरो त दिनै बिग्रेछ। खुब नाङ्गेजी त मेरो भनेर गाउँभरि फुक्दै हिँड्थिस् त। नाङ्गेले त तँभन्दा राम्री केटी बिहे गरेछ त। अब घरमा गएपछि तेरै आँखाले प्रत्यक्ष देख्नुपर्छ भनेर अहिले नै सायद बिग्रेछ के तेरो? यो मासो चुटी नाङ्गेले बिहे पो गरेछ। जे भो राम्रो भो, खुसी लाग्यो मलाई। मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ बिचरा। भित्र चाहिँ आगोले पोलेको जस्तो मुटु भत भत पोले होला। मेरो अगाडि चाहिँ राम्रै भएछ, ठिक्क पार्छ। ओ असटी मुख सम्हालेर बोल। म तँ जस्तो होइन बुढो केटा छान्दै पैसा ढुट्दै हिँड्ने ढुटुवा। ठिक्क पार्छ। ओ पटर बोल्दाखेरि अलिकति मुख सम्हालेर बोल्ने गर। म तँ जस्तो होइन बुढो केटो छान्दै लभ गर्दै पैसा ढुट्दै हिँड्ने। ओइ दाउरी, कसको पैसा धुती मैले? त्यो तँलाई भनिरहनु पर्छ त। तँ आफैलाई थाहा छ नै छ नि मेरो मामालाई कङ्गाल। कसको पैसा धुती मैले? त्यो पनि तँलाई भनिरहनु पर्छ र? तँलाई थाहा छ नै छ नि मेरो मामालाई कङ्गाल बनाउनु डाटेको हो। काहीँ नभयो कि ठुटु है? यसले त एक दिन होइन 2 दिन होइन। तेरो मामालाई मैले के तागत भने? तेरो मामालाई चाहिँ मैले के चाहिँ पनि कङ्गाल भने? तेरो मामाको मैले के खाएँ? मैले जहिले पनि मेरै मामाको धुती भनेको छ। जहिले पनि मेरै मामाको धुती भनेको छ। तेरो मामाको मैले धुती चाहिँ के भन्छ? तेरो मामाको धुती चाहिँ के मैले? तेरो मामाको धुती चाहिँ के? सरी दिदी भनी। सरी होइन। के खाछु? तेरो मामाको मैले कहिले के खाछु? मैले के खाछु? के छु? के गरेको यो? के गरेको के एक दिन होइन 2 दिन होइन। तपाईले काकाले बिहे गरे किन झगडा गर्नु? मैले पनि थाहा पाएँ त, त्यही भएर म हतारेर आएको। तपाईले काकाले बिहे गरे रे? मैले पनि त्यही बागमतीले भनेर सुनेर थाहा पाएर आएको। जनककार भन्छ खानाकार। ओइ झगडा नदिनु। मेरो काकाले बिहा गरे, तिमीहरू चाहिँ किन झगडा गरे? यो दाउरीलाई तपाईको काकाले बिहे गरे भनेर आगो बोल्यो रे। बस ओइ मेरो काकाले बिहा गरे, तिमीहरू दुई चाहिँ किन झगडा गरे? दाउरीलाई तपाईको काकाले बिहे गरे भनेर म खरो पल्टेर के रिसाले मरे कि यो। दाइ आउनु यो डोको आया डोको उठाइदिउ त आउ त। सक्दिनँ म, माने भने बरु काकालाई पठाइदिन्छु। भगवान् कालीला के गरेर काल भेट्टाउनु? यो दुईटा सर्लक्क मर्न सक्दैन। यसले त गर्ने हो। किन मिल्ने जति सबै भाँचिएर पुरै हड्डी पनि आया भाँचिएर झर्ने जति पनि सबै सर्लक्क झर। बेमान छिजुला के भयो? के हुनु नि आशा तिम्रो गर्लफ्रेन्ड पटरले पिते आया। बेमान के भयो? मलाई पिते मामा। पिट्यो? कसले पिट्यो? तिम्रो गर्लफ्रेन्ड पटरले आया। का किन पिटेको? त्यो नाङ्गेले बिहे गरेर बिहे गरेको? ल म बनाइदिन गयो। ए भगवान् का लीला, यहाँ भान्जीले यत्रो पिताई खायो। के भयो होला भान्जी? कहाँ दुख्यो होला? बुम्रो सोध्नु त कोटा बनाइदिन मुन्थ्यो। के गरेर काल भेटाउनु? पक्क मर्न सक्दैन यो खाना काल। यसलाई एक पानाको दियो भने यसले यस्तो त बोलिरहेछ घाँसले।
रहेछ कि लिँदैन अब देवी यो चाहिँ हाम्रो घर है खम्बे ए खम्बे खम्बे उनी चाहिँ खम्बेको श्रीमती बागमती तिम्रो बुहारी बागमती उनी चाहिँ तिम्रो सासू सासू को सासू यसलाई जात्रा देखाएको भनिँदैन, यसलाई त बिहे गरेको भनिन्छ। बुढेसकालमा के जात्रा देखाएको? यसलाई जात्रा देखाएको भनिँदैन बुहारी, यसलाई त बिहे गरेको भनिन्छ। उमेरलाई दोष दिएर ठुलो कुरो नगर बारी। कानुनमा पनि 20 वर्ष पुगेपछि बिहा गर्न पाइन्छ भन्ने लेखा छ, तर बुढेसकालमा यति वर्षसम्म बिहा गर्न पाइँदैन भन्ने लेखा छैन कहीँ पनि। मेरो पहिलाको बुढी मेरै कारणले पहिला गए। तिमीले मैले भने मान, मसँग बिहे गर। यति भने मानेन भने यो पाखुरामा दाम छ, म त उठाएर लान्छु। के भनिस् रे? आइया